एन्जल फाउन्डेसन उर्लाबारीले सुनसरी, मोरङ र झापाका सहकारी अगुवाहरूलाई प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। जीवित नै अस्पतालसम्म पुर्याउन सक्दा मात्र उपचार सम्भव हुने भन्दै फाउन्डेसनले झापाको दमकमा एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा करिब 200 सहकारीका अध्यक्ष, प्रबन्धक तथा कर्मचारीहरूको सहभागिता थियो। तत्काल प्राथमिक उपचार पाउँदा ज्यान जोगिन सक्ने भएकाले प्रत्येक घर परिवारका एकजनामा सुसम्बन्धी ज्ञान हुन आवश्यक रहेको सरकारवालाहरूले बताएका छन्। हृदयघात, सर्पदंश, कुकुरको टोकाई लगायतका समस्या हुँदा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने विषयलाई तालिममा व्यवहारात प्रस्तुत गरिएको थियो। फाउन्डेसनले प्राथमिक उपचार सम्बन्धी ज्ञान समुदाय तहसम्म पुर्याउन सहकारीका माध्यमबाट सहज हुने भन्दै अगुवाहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको संस्थाका जेनरल म्यानेजर सन्तोष कार्कीले बताउनुभयो। उहाँले कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी केही महत्त्वपूर्ण विषयहरू समेत प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले प्राथमिक उपचारका लागि आवश्यक ज्ञान र सिपको विस्तारले नागरिकमा गैर सरकारी संस्थाहरूप्रति विश्वास बढ्ने बताउनुभयो। उहाँले यस्तो कार्यले राज्यलाई समेत सहयोग पुग्ने बताउनुभयो। सहकारी संस्थाहरूले नागरिकको आर्थिक व्यवहारका साथै सामाजिक सचेतनामा समेत परिवर्तन ल्याउनुपर्ने उहाँको भनाइ थियो। उहाँले पछिल्लो समय कोशी प्रदेशमा लागू पदार्थ दुर्व्यसन र आत्महत्याको दर निकै बढेको भन्दै त्यसको न्यूनीकरणका लागि अभियान चाल्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले यस क्षेत्रमा काम गर्ने संस्थाहरूको खोजीमा मन्त्रालय समेत रहेको बताउनुभयो। यस्तै मन्त्री भण्डारीले मुलुकमा सबै क्षेत्रमा प्रशस्त विकास भएको भन्दै निराशा हुन नपर्ने बताउनुभयो। यद्यपि नेपालको सीमित बजेटका कारण अपेक्षाकृत गतिमा विकास भने हुन नसकेको उहाँले स्वीकार्नुभयो। विकासको गति अगाडि बढेकै छ, नबढेको होइन। आजभन्दा 30 वर्ष, 35 वर्ष, 40 वर्ष अगाडिको समाजको कथा सुन्दा पनि अहिले अचम्म लाग्ने दर्दनाक थियो। विकासको गतिमा त अगाडि बढेछौँ। आज 1,10,000 किलोमिटर त सडक नेपालभरि जन्जाल छ। त्यसमध्ये 33,000 किलोमिटर 2 लेनको कागजपत्र नै छ। आज हाम्रा सार्वजनिक विद्यालय पहेँला भवनले हामी हिजो चाहिँ बाँसको टाटी माथि टिनको छानामा पढेको सरकारी सामुदायिक स्कुल आज देशका सारा स्कुलहरू पक्की छन्। सुविधा सम्पन्न क्रमशः केही भए हुँदैछन्। हामी त्यहाँ पुगेका छौँ। मैले आइए पढ्दाखेरि सेकेन्ड इयरमा नेपाल परिचय पढ्दा नेपालीको प्रति व्यक्ति आय $180 पढेको थिएँ। आज $1,500 पुगेछ। नेपालीको सरदर आयु 49 वर्ष पढेको आज 72 वर्ष पुगेछ। साक्षरता हिजो हामीले 23% पढेको आज 86% पुगेछ। 12%ले बिजुली बाल्छन् भन्ने पढेको आज 95%ले बिजुली बालेछन्। म इनारको पानी खाएर हुर्केको मान्छे। आज मेरो गाउँमा ओभरहेड ट्याङ्की नै छ। तर पनि हामी अहिले पनि पछाडि छौँ। मैले भन्न खोजेको आज पनि एन्जल फाउन्डेसन जस्ता संस्थाहरूले समाजमा राज्यका लागि पनि योगदान गरिदिनु पर्ने परिस्थिति अझै टरिसकेको छैन। अहिले पनि हाम्रो देशको अर्थतन्त्र अहिले पनि सानै छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइरालाले स्वास्थ्यका क्षेत्रमा सचेतना जगाउँदै जनतालाई स्वस्थ रहन प्रेरित गर्ने फाउन्डेसनको काम प्रशंसनीय रहेको बताउनुभयो। कोशी प्रदेशको उर्लाबारीमा रहेको संस्थाले छोटो समयमा कार्यक्षेत्र विस्तार गर्दै 3वटा प्रदेश पुग्नु सुखद रहेको भन्दै उहाँले संस्थाको स्थायित्वमा ध्यान दिन आग्रह गर्नुभयो। एन्जल फाउन्डेसनकी अध्यक्ष पुनम सिंह राजवंशीले विभिन्न वित्तीय संस्थाहरूसँगको सहकार्यमा स्वास्थ्य सचेतनाका कार्यक्रम अघि बढाउँदै आएको बताउनुभयो। संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन सिंह राजवंशीले प्राथमिक उपचारका क्षेत्र र विधिहरूबारे जानकारी गराउनुभयो। संस्थाका बजार व्यवस्थापक सुशान्त पाठकले हालसम्म 3वटा प्रदेशमा 156वटा स्वास्थ्य सचेतना कार्यक्रम गरी करिब 30,000 नागरिकलाई प्राथमिक उपचारबारे जानकारी गराइएको बताउनुभयो। यसैगरी 141वटा स्वास्थ्य शिविरबाट 12,500 जना भन्दा बढी जनतालाई सेवा प्रवाह गरेको उहाँले बताउनुभयो।